गाइस गुड मर्निङ अनि नमस्ते सबैजनालाई सुस्वागत छ कान्छा कान्छी युट्युब च्यानलमा। आज पनि हामी उठेर पनि भिडियोको सुरुवात गरिसकेको छु। अन्त हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि अहिले यहाँ चाहिँ हामी चाहिँ चिया खाँदै बसिरहेको छु। अन्त मेरो कान्छीले चाहिँ मलाई चाहिँ एउटा चिज ल्याइदिएको रहेछ कि, अनि बिहान बिहानै यहाँनिर खाँदै गरेको। हेर्नुहोस् के रहेछ भन्दाखेरि यो चाहिँ के होला भन्नुहोस्। अनुहारै ड्याममै ढाक्दो रहेछ कि। यो चाहिँ खाँदै ढ्याङ्ग्रो हो, यो ढ्याङ्ग्रो। मैले चाहिँ यता खाइसक्नु आँटेँ, यत्रो मात्रै छ खाइसक्नु आँटेँ। म चाहिँ यहीँ देख्छु ल्याउने मान्छे नखानु ल्याउने मान्छेले खानु हुँदैन नि त्यसो भन्नु गाइस, म चाहिँ भने चाहिँ बिहानको ड्युटी गर्नु लागिसकेको छु। अनि आज यस्तो काम हुन्छ घरमै बसेर। आज चाहिँ काम पनि छैन, छुट्टी छ। अन्त घरमै घाँस काटेर चाहिँ गाईलाई ठ्यामठ्याम पारिराखेर चाहिँ दिउँसोको काम घरको यताउता ठ्याकठुक पार्नु पर्ने हुन्छ। हेर्दै गर्नुहोस् होला, तपाईँलाई देखाउँदै जानेछु। गाई भएको ठाउँमा पनि पुग्नु आँटिसके। अन्त हिजो चाहिँ हामीले यही लट्ठाहरू झारेको हो। यहाँ माथि छ, माथि पाखादेखि लिएर आएको। अन्त यसलाई चाहिँ अब भोलि पर्सितिर कहिलेतिर हुन्छ गाडीमा लोड गरेर लानुपर्ने हुन्छ उदो।
घाँस पनि काटेर रेडी बनाइसके। अब गाई खोलेर लान्छु म पानी खुवाउनु अनि ल्याएर बाँधिदिन्छु। घाँस चाहिँ मजाले खाँदैछ गाईले। ओ हिँड्ने ओइ हिँड्छ। गाई डराउँदैछ है गाईसँग मुढा देखेर जान सकेन अगाडि। जा हिँड 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 हौ हिँड के होइन हिँड 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 ल आइस हिँड्छ हिँड ल हिँड भनेको अहिले म जा हिँड 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 हेर्न डराएको फेरि मुढा हिँड ल हिँड भनेको शेरुवा गाईहरू यिनीहरू यो मुढा देखेर डराउने चाहिँ छ है गाई। हिजो हामीले चाहिँ यो मुढा चाहिँ झारेको हो। ओ माथि पाखादेखि डेन्जर डेन्जर मुढा यो चाहिँ लट्ठाको लागि अब यो उता लान्छ हो। अनि एउटा चाहिँ जिप्टेर त्यहाँ तल रोडमा गएको छ हौ। झन्डै डिल काट्यो उता। यहाँ चाहिँ के अरे बस्तीको लोकल कुखुराको फार्म हेर्नुहोस् है गाइस। कोलाई चाहिन्छ आउनुहोस्। यहाँ पारिपट्टि सिकटार माथि छ यो चाहिँ। कहाँ पुग्यो छैन त गाई। हिँड्नु त यतै हिँडेर गएको रहेछ। डाँडा काटिसकेछ है है। आमा उहाँ माथि आइज ल ओए आइज गल्यो हो। भेट भेटमा आँटी गाईलाई थाकेर हत्तु भइसक्यो। यो दुई बहिनी साँच्चै छिटो हिँड्यो। हात्तु भने हात्तु कुद्यो कुद्यो दुइटै स्पिडमा आयो है। नुन हाल्यो ल नुन थाल्यो हाम्रो गाडी चाहिँ ठिक छ। गाइस म चाहिँ यहाँनिर आज चाहिँ कहाँ आएको छु भने म चाहिँ आज आफते आएको छु। अनि दिदीहरूको खेताला आएको नि त। अनि मेरो काम चाहिँ यहाँनिर हेर्नुहोस् है। यो चाहिँ सागबारी हो। यो साग चाहिँ गुन्द्रुक हाल्नुहुन्छ अरे। अनि म चाहिँ यो साग टिप्नु आएको। ड्याम्मै एक गरा साग छ। यहाँ चाहिँ बोको छ दुइटा। एउटामा चाहिँ हरियो साग हाल्दैछु, एउटामा चाहिँ पहेँलो हाल्दैछु। अनि हेर्दै गर्नुहोस् होला। गाइस मैले चाहिँ साग पनि टिपिसकेर यहाँनिर मैले फेरि अर्को काम गर्दैछु। यहाँ चाहिँ प्याज चाहिँ मैले गोडेर चाहिँ झारहरू उखालेर चाहिँ यहाँनिर प्याजलाई पल्टाइदिएको छु। हेर्नुहोस् है यहाँ साग पनि कत्रो कत्रो यो चाहिँ बिउ राख्नु भएको अरे। यहाँ पत्ता पनि टिपेर राखिरहेको छु। यस्तो छ जङ्गल चाहिँ। यो गोड्दैछु म चाहिँ साह्रै झार फाल्नुपर्छ।
बस यही ड्याङ मात्रै हो गाइस अहिले चाहिँ भने खेताला पनि छुट्टी भएर हामी घरतर्फ लागिसक्यौँ अनि यहाँ चाहिँ प्याजको पत्ता बोकिरहेको छु मैले सब्जी प्याज चाहिँ गोडेको थिएँ अनि प्याज खेलाउँदैछु पर चाहिँ कान्छा आउनुहुँदैछ कोपी देखाउनु हुँदैछ कोपी लिएर आउनुहुँदैछ ला हामी चाहिँ सब्जी बोटुला जस्तो भइरहेछ कति ह्यान्डसम देख्यो कति ह्यान्डसम देख्यो कपाल पारेर छोरी हो नि त म छोरी छोरी आया यो चाहिँ हामीले मागेको होइन है दि पठाएको हो नि यो चाहिँ दिनुभएको हो हजुर तिमीहरूलाई त मलाई राम्रै देख्दैछन् कपाल बाँध्दा त आइसला यो मलाई पनि राम्रै देखिरहेको हो हो मलाई राम्रै है सो गाइस हामी चाहिँ घर जाँदैछौँ अहिले आफतेबाट पनि आफते आएर पनि अन्त मेरो हातमा त कोपीको डल्ला छ यस्तो दामी कोपी छ कि यो लगेर पर पारेर कपै खानुपर्छ हो अन्त के भन्नु भन्दाखेरि चाहिँ अब हामी घर जाँदा जाँदा रात पर्छ होला सो गाइस आज चाहिँ हामी यहीँनिर भिडियो इन गर्नु चाहे सो आजको भिडियो के कस्तो लाग्छ तपाईँहरूले हेरेर मन पराइदिनुहुन्छ भनेर पक्कै नि आशा राखेको छु अनि हाम्रो च्यानललाई जसले सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् होला यो कोपी दिन्छु तपाईँहरूलाई अन्त सो त्यति भन्दा आजको भिडियोबाट बिदा हुनु चाहे सो भोलिको भिडियोमा भेट्ने छु बाई बाई